Hello everyone, as I decide, welcome back to my channel. Guess what? आज चाहिँ मैले iPhone 60 Pro Max बाट भिडियो गरिरहेको छु नानाकोबाट अनि मलाई चाहिँ कस्तो फिल भइरहेछ कस्तो नराम्रो आको कि क्या हो यो त मलाई त नराम्रो देख्यो कि क्या हो नराम्रो हैन जस्तो छ त्यस्तै देखिन्छ हैन म चाहिँ अब साथी भेट्न जान लागेको अनि त्यही भएर म चाहिँ एकदम रेडी भइसकेको छु म चाहिँ अब भिडियो पछाडीको वाइड एंगलबाट गर्छु म चाहिँ वाइड एंगलबाट भिडियो गर्ने एकदम ठुलो शौक छ क्या किनभने एकदम फराकिलो दामी स्पेस देखिन्छ नि त सो लेट्स गो मेरो सामान कहाँ राखे मलाई थाहा छैन बाइ सिरेङसी गएको म चाहिँ गएको ढिलो भइसक्यो अहिले चाहिँ 12 बज्न लागिसक्यो नि त म पछि घरको वरिपरिकोहरू भिडियो नि बनाउँछु अनि अहिले चाहिँ म साथी भेट्न जान्छु नि त चार्जर नबनाउने त्यो चाहिँ मेरो घर हो यस्तो छ बाटो चाहिँ अलिकति यस्तो छ यस्तो गाडी पेटेर जानुपर्ने हुन्छ मलाई चाहिँ नानाको फोनबाट भिडियो गर्ने यस्तो ठुलो शौक थियो हैन अनि आज चाहिँ मैले नानालाई आज चाहिँ मलाई जिम्मा दिनु ल भनेर मागेको म फेरि उकालो हिँड्नै सक्दिनँ सो गाइस ओ माय गॉड मैले चाहिँ साथीले आफ्टर लङ टाइम पछि भेट्दैछु नि त अनि आम सो एक्साइटेड अनि यो चाहिँ मैले खाजाहरू बोकेको छु लामो गफ जान्छ हाम्रो लामो टाइम लङ टाइम पछि भेट्दा चाहिँ हाम्रो एकदम लामो गफ जान्छ के सो म चाहिँ अलिक माथि गएर भिडियो बनाउँछु किनभने बाटो चाहिँ यस्तो गाडी छ अहिले सानो भएपछि त अलैँचीको बोट जोत्रो पनि नपुग्ने रहेछ रे म त अलैँची झारी पानी पर्दा जस्तो भइरहेछ हैन तर भगवान पानी नपरोस् आजको दिन बस आज के दिन पानी मत पर्ना अरे म उकालो हिँड्नै सक्दिनँ के म थाकेँ उ जानु छ अझै म चाहिँ यत्रो माथि आइसकेँ सबै जङ्गल छ घरहरू चाहिँ नजिक छैन अलिक तल छ अनि माथि छ मैले यहाँ चाहिँ अलैँचीको बिरुवाहरू लगाइसकेको रहेछ म चाहिँ होइन कस्तो उकालो हिँड्नै सक्दिनँ कि अनि अहिले चाहिँ 12-11 भइसकेको छ अनि म उसलाई मैले त्यहाँ माथिसम्म झर्दै गर भनेको थिएँ होइन अनि एकछिनबाट म त्यहाँ माथि गएर उसलाई कल गर्छु माथि गएर उसलाई म कल गर्छु अनि म सधैँ म भ्लग बनाउने फोन चाहिँ मेरो यो हो के यो छ नि यो चाहिँ उता काठमाडौँमा हुँदाखेरि त्यो रुमको उबाट मुनि तलतिर खसेर यस्तो भएको हो मेरो फोनमा स्टोरेजै हुँदैन के म पुराको जाल फोनमा स्टोरेज हुँदैन क्या अनि नाना घरमा पसिदिएर चाहिँ म यो फोनबाट भ्लग गरेर भिडियो हाल्ने भनेर भनेको नाना पनि गइहाल्नुहुन्छ दसैँको मात्र छुट्टी छ नि त अब चाहिँ यो गहिरी अलिकति गहिरी छिर्नुपर्छ के गहिरी भन्दा नि भित्र छ अनि मलाई चाहिँ बाटो अलिअलि डर लाग्छ तर म डराउँदिनँ रामबहादुर राईको छोरी डराउँदैन त्यही माथि आँखा पनि कमजोर देख्छु टाढा केसम्म केही छुट्याउँदिनँ मेरो जर्सी त जामा जस्तै तल झरेछ फोल्ड गरेको के ओ माथितिर पानी परेको जस्तो सुनिन्छ खोला चाहिँ यता तलतिर छ तर यो ढुङ्गा त माथि छ खै कसरी साउने त माथि आउँछ कता हो के रे देख्दिनँ अहिले चाहिँ पानी पर्ला जस्तो भइसक्यो के गर्ने अब यता बस्ने कहाँ बस्ने होला गाह्रो छ के कलायो हेलो ला पानी पऱ्यो कहाँ बस्ने ला म त्यहाँ
पानी परिहाल्यो भने मात्रै पो जाने ल पानी पर्यो भने मात्रै पो जाने नि ल म आउँदैछु खोला त आइपुगेको छुइनँ भर्खर त्यो उयोको डाँडाको मासतिर मात्रै थिएँ ल ल मैं तो थक गई 12:30 मुली बनैमा हितैको मायालाई राखे मनैमा कस्तो स्वर पनि चर्केको आएको के कहाँ गराउँदैछ साथी भेट्नु पनि हामी चाहिँ जहाँ पनि भेट्न सक्थ्यौँ घरमै पनि त पर पनि होइन तर यहाँ चाहिँ एकान्त छ अनि गफहरू पनि गर्नु अर्कै छुट्टै आनन्द आउँछ ऊ पनि मजा चाहिँ छ यस्तै खालको वातावरण मन पर्यो नि दुवैजना छ मैले त नाना खोल्दै राख्छु भने भिडियो बनाउनलाई Someone is coming. Hello. अब कति राम्रो देख्यो न लुगा ठोक्यो कहाँ बस्ने अब पानी पर्यो हे गाइस म चाहिँ घर घुर्दैछु अहिले चाहिँ बेलुकाको 4:20 भइसक्यो होइन Look at this कसैले यो चाहिँ एभोकाडो र सेलरोटी हो कसैले मलाई पकाएर पठाइ म चाहिँ उसको घरमै गएँ कि यहाँ तलतिर ढुङ्गामा बसेर मस्त गफ गरौँ भनेको त पानी खतरा आइदियो नि त अनि हामी चाहिँ माथि नै गयौँ अनि म चाहिँ घुर्दैछु चाहिँ अघि नै घर गइसकेँ सो साँच्ची एउटा कुरा भन्नु बिर्सेछु नानाको चाहिँ यो आइफोनको चार्जर हाम्रो त्यो मल्टिप्लगमा भएकै थिएन कि अनि चार्ज थोरै थियो अनि मैले लिएर आएँ नि त अनि अहिले चार्ज यति थोरै भएको छ है आइफोनमा चाहिँ चार्ज थोरै नबनाउनु भन्दो रहेछ नि त सो आजको ब्लग चाहिँ म यहीँ इन गर्छु अझै म सुरसुर कुद्छु होइन रात पर्न लागिसक्यो जङ्गलमा त झन् अँधेरो देखिँदो रहेछ म कतै नहेरी सुरसुर कुद्छु अनि मलाई डर लाग्छ सो बाई गाइस सी यु इन माई नेक्स्ट ब्लग